क्वेसनमा छ डोनाल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो पटक शपथ कहिले लिए? यसको सही उत्तर रहेको छ जनवरी 20, 2025, जुन चाहिँ उनी 47औं राष्ट्रपति बनेका हुन्। उनी अमेरिकाको यो शुद्ध 2 पटक राष्ट्रपति भएका छन्। क्वेसन नम्बर 2 मा छ दीपसिक एआई कसले विकास गरेका हुन्? यसको सही उत्तर रहेको छ लियाङ वेनफेङ, जो चाहिँ फ्रम चाइनाबाट रहेका छन्। क्वेसन नम्बर 3 मा छ सन् 2025 जनवरीमा ब्रिक्सको नयाँ सदस्य राष्ट्र कुन बनेको छ? यस प्रश्नको सही उत्तर रहेको छ इन्डोनेसिया। यस ब्रिक्सका 10 सदस्य राष्ट्रहरू रहेका छन्। क्वेसन नम्बर 4 मा छ विश्व सिमसार अथवा आर्द्रभूमि दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ हरेक वर्षको फेब्रुअरी 2 मा। अनि 2025 को नारा रहेको छ प्रोटेक्टिङ वेटल्यान्ड्स फर आवर कमन फ्युचर। त्यसैगरी क्वेसन नम्बर 5 मा छ विश्व रेडियो दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ फेब्रुअरी 13 र 2025 को नारा रहेको छ रेडियो एन्ड क्लाइमेट चेन्ज। क्वेसन नम्बर 6 सन् 2024 मा सार्क राष्ट्रहरूमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने देश कुन हो? यस प्रश्नको सही उत्तर रहेको छ भुटान।